आफ्नो हुन लागेको श्रीमानलाई जिम्बलले मार्न खोजेको कुरा गौरीले थाहा पाएपछि अब गौरीले जिम्बललाई कस्तो सजाय देला त? अब गौरीले जिम्बललाई सजाय दिनुपर्छ भन्न चाहनुहुन्छ भने मेरो यस भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गरेर हामीसँगै रहनुहोला भन्दै आजको भिडियो चाहिँ सुरु गरौँ। यता गौरीको बिहे हुन जिम्बलले रोक्ने प्रयास गरेका थिए, यानि कि गौरीको हुन लागेको श्रीमानलाई जिम्बलले मार्नलाई कार्की र तोपेलाई निम्तो दिएका थिए। तर यो कुरा चाहिँ जुने र मनेले थाहा पाएपछि चाहिँ उनीहरूलाई रोक्छन् र उनीहरूलाई पनि त्यहाँ जुने र उसले चाहिँ राम धुलाई हानेका हुन्छन्। यो कुरा जिम्बलले थाहा पाएपछि चाहिँ जिम्बलले छोरीहरूलाई चाहिँ स्पष्टीकरण सोध्छन् र त्यहाँ उनीहरूले पहिला त ढाँट्छन्, पछि जाँदै गर्दा चाहिँ उनीहरूले हामीले नै हो तोपेलाई कुटेको भनेर चाहिँ त्यहाँ जुने र मनेले चाहिँ भनेपछि जिम्बल चाहिँ एकदमै धेरै रिसाएका छन्। जिम्बलले गौरीको हुन लागेको श्रीमानलाई मार्न लागेको कुरा चाहिँ सारा गाउँलेहरूले थाहा पाएपछि सारा गाउँलेहरू चाहिँ जिम्बलको घरमा आएर चाहिँ झगडा गर्न लागेका छन्। के अब गौरीले जिम्बललाई सजाय दिन सक्ला त, यानि कि बदला लिन सक्ला त भन्दै आजको भिडियोबाट म प्रकाश बिदा हुन्छु। हस्त, नमस्ते, जय नेपाल, बाई बाई।